के हामीले त कहिले नदेखेको थियौँ आज देख्यौँ खुसी लाग्यो अब भोट केमा घन्टीमा नि केमा कति दिन हुन्छ यो घामले धेरै पोलो के अब घन्टी बजाउनु पर्यो म त सविताको फ्यान घन्टीमै भोट ड्याङ्क ड्याङ यस बालन दाइ ओ जय बालन शाहलाई 100 मा कति नम्बर दिनुहुन्छ? बालन शाहलाई या ओली हराइदियो भने अब 100 मा नम्बर दिँदाखेरि अरु बोनस पनि हाल्दिउँ होला। योपालि भोट तपाईले कुन हाल्नुहुन्छ? एमाले बाहेक त अरु सोच्ने कुरै छैन नि। एमाले हाल्ने हो नि। भत्ता दिएको छ त्यत्रो बा आमालाई अनि एमालेलाई नहालेर हुन्छ? झ्याममा पारेर घन्टी हान्नियो, झ्याममा एमालेलाई जिताउने हो। झ्याममा पारेर घन्टी हान्नियो, झ्याममा एमालेलाई जिताउने हो। हामी यस्तै त हो नि गोरो जहिले यस्तै त हो नि। त्यहाँ भोट दिन जाँदा हाम्रालाई होइन राम्रालाई भोट दिने आफू त उमेर गइसक्ने आँटेको छोरा नाति नातिनाको भविष्य हेरेर झ्याप्प भोट हाल्ने राम्रो चाहिँ कसरी हेर्नु झापामा फेरि केपी ओलीले हराउने भनेर लागि परिरहनु भएको छ नि त केपीलाई हामीले नै हराइदिन्छ म बालन चाहिन्न फेरि पनि भोट हाल्नु भनेको सिङ्गल हो केपी बाँच्दैन त फर्स्ट टाइम प्रधानमन्त्री बनाउने भोट हाले मैले चाहिँ। नमस्ते नमस्ते दाइ, तपाईको नाम चाहिँ? मेरो नाम सन्दीप रिमाल, निक नेम चाहिँ स्यान्डी। भोट हाल्नलाई पोखरादेखि आज गाउँ आएको गाउँ आएपछि बल्ल थाहा भयो कि भोट हाल्नलाई त कार्ड पो चाहिँदो रहेछ अनि मसँग त कार्डै छैन त कसरी गराउनु हौ कार्ड भेना भेना ओहो भोट हालिस? हाले केमा हालिस? घन्टीमा हालेकै हो नि एकदम चुपचाप घन्टी छाप। ए ल ल ल यहाँ मेरो घरमा चाहिँ नि एमाले र काङ्ग्रेस आयो भने खुकुरले काटिने यो लौराले बङ्का भन बजाइदिन्छ म त। झापा 5 के बुझ्नु अब झापा 5 चाहिँ विकास भइसकेको छ यो यतिसम्म विकास भइसक्यो तर यति पनि विकास अरू कति ठाउँ भएका छैनन् त्यो ठाउँ विकास गर्नको लागि चाहिँ बालन शाहलाई पठाउनु पर्छ भन्ने कुरा चाहिँ बुझ्नु पर्यो किनभने प्रधानमन्त्री अहिले केपी शर्मा ओली पहिला भइरहेको बेलामा यही झापै मात्र त विकास गरेर हुँदैन नि त हाम्रो लागि चाहिँ भनेको राष्ट्रिय विकास हुनु चाहिँ सबैभन्दा मेन कुरा हुन्छ क्या गुरुबा जनताहरू हामीलाई देखेर त खुसी हुँदो रहेछ नि हो नि हामीले देश र जनताको लागि ड्युटी गरिरहेछौँ उहाँहरू खुसी भइहाल्नुहुन्छ नि म त विदेशै नगई 40 दिनको लागि भए पनि निर्वाचन प्रहरीको जागिर खान आएको हो नि गुरुबा तिमीहरू त भाग्यमानी रहेछौ यो अवसर जो कोहीले पाउँदैन 40 दिन भए पनि देश र जनताको लागि सुरक्षा गर्नु त खुसीको कुरा हो त केटी हो नि गुरुबा भोट केसमा हाल्ने त यसपालि किन भोट किन भने घन्टीमा हाल्ने होइन हैन आकै छैन भर्खर हल्ला भइरहेको लु हेर्नुहोस् है साथीभाइ हो यस्तो छ घन्टीको क्रेज दमकको माहौल यहाँ हेर्नुहोस् हरतिर घन्टी पुरै होटलमा नस्ताने होटलमा पुरै घन्टीमय यता हाम्रो साउनी झन् घन्टी यता पुरै घन्टी जय घन्टी लु हेरौँ त साथीभाइ हो क्रेज यहाँ बाइककोदेखि लिएर होटलदेखि लिएर चारतिर घन्टीकै मात्रै क्रेज छ है भोट केमा घन्टीमा भोट केमा बाटोमा भोट केमा ह्यापी होलीमा ह्यापी होली हैन केपी ओली ए मलाई त थाहा नि थिएन तिम्रो फेभरेट के हो मासुभात यो त झोले रहेछ लेखौं भविष्य आफ्नो आफैले रिस देख रहे हो रिस यहाँ छौ चाहिँ रुन लाग्नु भएको छ बालनसँग भेट भयो हात मिलाउनु भयो हो त्यति खुसी हुनु भएको छ उहाँलाई खुसीको सीमै छैन उहाँलाई हात मिलाइदिएर हेर्नुहोस् यस्तो खुसी हुन्छ हो रोइदिनु भयो खुसीले ल हेर्नुहोस्
घन्टीमै भोट ड्याङ्क ड्याङ यो झुटा कुरा होइन बालेन शाहले झापा 5 बाट जित्यो भने 30,000 खसी मैले दिने भाइ नाम सहित परिचय भन्नु रामकृष्ण नेपाल तारकेश्वर 5 हजुर अनि भोट केमा हालिन्छ पारा यसपालि केही त दिएको छैन हामीलाई पनि केही दिनु पर्थ्यो नि हामीलाई पनि केही दिनु पर्थ्यो नि यसो च्यापचुप यो डाँडामा 2 त खस्कायो अस्तिको दिन यो लामा डाँडामा एउटा खस्कायो ल हेर यहाँ चाहिँ ताराले त्यहाँ कङ्ग्रेसले छैन हामीलाई त केही खाउ पनि छैन एक चोट पनि दिएन सके आधी किलो मासु नै ल्याइदिनु पर्ने दिन्छ यो चोर पार्टीले मारेको छैन काँक्रो मार्नु लाडो र मार्नु बच्चाहरूले जुस खाने हामी जस्तोले आइसक्रिम खान्छ ताकत बढाउँछ अनि त्यो ताकत कहाँ आउँछ भन्ने कुरा त भन्न नहुने हो तर भनिदिन्छु घरमा त्यत्रो बाँडा बस्नु परेन बुहारी भएपछि तपाईँले उ र मलाई एउटालाई डेटिङ लैजानु पर्यो भने कुन चाहिँ लैजानुहुन्छ दुईटैलाई लान्छु नि मेरो खराब बानी छ मेरो खराब तपाईँले भोट हाल्नुभयो माटैमा हो माटोमै हो माटैमा के हो A few moments later यो खाने कार्यक्रम त एमाले योजना आयोजना गरेको हो नि त जसले गर्ने खाना पाए भयो हाल्नुभयो एमालेको है एमाले बाहेक काङ्ग्रेस तारा सारा भने त्यो चाहिँ हुँदैन त्यो चाहिँ भोट हाल्नु